सानसाना बाबालाई पुरा यस्तो तोरीबारीमा फोटो खिच्ने नि त अनि बाबालाई चाहिँ तोरी लाउरे भन्थ्यो क्या तोरी कहाँ आएको रहेछ तिमी यहाँ यी साग टिप्न आएको झोला भरि फार्ममै आयो होइन त हेर सब साग हो यत्रो बनायो कि यो झोला भरि हेर त भक्क भाइ थन्डरबेको फार्म होइन त थन्डरबेको फार्म आएर साग टिप्दै हामी यो त एक हप्तै पुग्छ यार साग कति खान्छौ साग त्यही कति भन्छ। चाहियो तिमीलाई आइरन अब त्यही। ऊ त्यहाँ गाईहरू नि छन् के दुध नि पाउँछ कि सोधन त्यही त हजुर के बनायो कि शताब्दीले घर बनायो कि हौ साग भर्यो अब कता जान्छौ भन अब तोरीबारी हेर्न जाने अब तोरीबारी अनि त सागै होला तोरीको साग यहाँको पराल रहेछ के छ तिमीले पनि यो आइडिया सिक्छौ नेपाल गएर अब सानसाना बाबालाई पुरा यस्तो तोरीबारीमा फोटो खिच्ने नि त अनि बाबालाई चाहिँ तोरी लाउरे भन्थ्यो क्या तोरी लाउरे फोटो तिमी तोरी लाउरे फोटो खिच्छौ त्यो बिच्चामा गरेर अझ के यस्तो साइडमा नि यहाँ नि साग हुन्छ खोइ तोरीको बिच्चा गरेर खिच्ने क्या फेरि पहिला फोटो के थाहा तिमीलाई देखिछौ त्यस्ता फोटोहरू